सम्पूर्णमा नमस्कार। आज हामी संस्थागत माग फारम अथवा एक संस्थाबाट अर्को संस्थामा कसरी माग फारम गर्ने भन्नेतिर गइरहेका छौँ। एक संस्था भन्नाले जस्तो हेल्थ पोस्टबाट स्थानीय तहमा अथवा स्थानीय तहबाट जिल्ला तथा प्रदेशहरूमा कसरी माग फारम गर्ने भन्नेतर्फ गइरहेका छौँ। यसको लागि सबभन्दा पहिले हामीले माग फारम गर्नको लागि अभिलेख तथा प्रविष्ट, सम्पत्ति तथा जिन्सी व्यवस्थापन, यहाँ हामीले माग फारम भन्ने देख्छौँ। माग फारममा क्लिक गर्छौँ। त्यसपछि माग फारममा हामीले यहाँ एलएमएस डाटा इन्ट्री पनि छ, संस्थागत माग फारम छ, एड न्यू भन्ने छ। यो तीनटाको डिफ्रेन्ट फरक कामहरू रहेका छन्। एलएमएस डाटा भन्नाले हामीले जुन हेल्थ पोस्टबाट आएको एलएमएस फर्म इन्ट्री गर्ने हो। संस्थागत माग फारम भन्नाले एउटा संस्थाबाट अर्को संस्थामा माग गर्ने भयो भनेदेखि यो एड न्यू माग फारममा एड न्यू भनेपछि हाम्रो आन्तरिक माग फारमको लागि एड न्यू प्रयोग गर्छौँ। तर आज हामीले चाहिँ संस्थागत माग फारमको बारेमा छलफल गर्न गइरहेका हुनाले हामीले संस्थागत माग फारममा क्लिक गर्नुपर्छ। सबै पहिले नै प्रिफिल भएर आउँछ। यसमा हामीले के गर्नुपर्ने, हाम्रो स्टोरको नाम देखिन्छ, प्रयोजन। अब हामीले माग गर्दाखेरि रेगुलर हो कि इमर्जेन्सी माग गर्ने हो। रेगुलर हो भने रेगुलर माग गर्छौँ। माग गर्ने तह, अब हामीले स्थानीय तहसँग माग गर्ने हो भने स्थानीय तह लेख्छौँ भनेदेखि अब हामीले स्वास्थ्य कार्यालयसँग माग्ने गयो भने स्वास्थ्य कार्यालय लेख्छौँ, कोशी प्रदेश लेख्छौँ। त्यस्तै नेपाल सरकार भन्नाले नेपाल सरकार अन्तर्गतका कार्यालयहरू जस्तै हाम्रो सङ्घका कार्यालयहरू, नेपाल सरकारका कार्यालयहरू, सेन्ट्रल स्टोरहरूसँग माग गर्नु पर्यो भने नेपाल सरकार गर्छौँ। आज चाहिँ हामी स्थानीय तहसँगै मागौँ। माग गरिएको जिल्ला ताप्लेजुङ, माग गरिएको कार्यालय अब फुङलिङ नगरपालिकाभित्रको कुनै एउटा संस्थासँग माग गर्छु। यहाँ संस्था देखिन्छ। एउटा ध्यान दिनुपर्ने कुरा के छ भनेदेखि संस्थागत माग फारम चाहिँ यो जनरल स्टोरसँग चाहिँ संस्थागत माग फारम यसमा गर्न मिल्दैन। जनरल स्टोरहरू देखाउँदैन। यो चाहिँ औषधिहरूको लागि तयार भएको हुनाले हेल्थ स्टोरहरू मात्रै देख्न सक्छौँ। अब जस्तो त्यसको लागि चाहिँ हामीले देउलिङ्गे आधारभूत स्वास्थ्य केन्द्रसँग माग गर्न गइरहेका छौँ। मेडिकल औषधि सामान। अब औषधिको सामान हामीले के माग गर्ने त भनेदेखि बीसीजी भ्याक्सिन माग गर्ने। स्पेसिफिकेसन अहिले केही पनि छैन। बीसीजी 20 डोज छ, परिमाण 500, भाइल आफै आउँछ। एड इन्सुलिन सिरिज माग गर्ने, एड। अब अर्को माग गर्छौँ हामीले कन्डम माग गर्छौँ, परिमाण गऱ्यौँ, एड। पिल्स पनि माग गऱ्यौँ, पिल्स पनि माग्छौँ, एड। यसरी हामीले सामग्रीहरू चाहिँ अर्को संस्थासँग अथवा स्थानीय तहसँग अथवा अरू कुनै संस्थाहरूसँग माग गर्नको लागि यसरी गर्न सक्छौँ। सेभ अल बटनमा क्लिक गर्छौँ। यस, यहाँ सेभ गरेको आउँछ। यसलाई हामीले प्रिन्ट प्रिभ्यू हेर्छौँ। प्रिभ्यूमा हामीले माग गरेको सामानहरू ठिक छ भनेदेखि यसलाई क्लोज गरेर तीनवटा डट छ, यसलाई चाहिँ हामीले प्रमुखसँग फरवार्ड गर्नुपर्छ। यसको लागि चाहिँ फरवार्ड गर्छौँ। फरवार्डमा प्राप्तकर्ताको भूमिका स्वीकृतकर्तामा गर्छौँ। यो फुङलिङ हेल्थ ऋतु सर हुनुहुन्छ मेरो स्वीकृतकर्ता। अब मैले एप्रुभलको लागि भने फर एप्रुभल भनेर लेख्छु। यस गर्ने। यो कहाँ गयो त? एप्रुभलमा गयो। अब एप्रुभलले एप्रुभ कसरी गर्ने त भन्ने पनि एउटा मैले यहाँ एप्रुभलको लगइन पनि रेडी बनाएर राखेको छु। यो चाहिँ मेरो एप्रुभलको लगइन हो ऋतु सरको। अब कसरी लगइन गर्नुहुन्छ त उहाँले भन्दाखेरि यसलाई रिफ्रेस गरौँ एकचोटि। माग फारममा 5 वटा आएको रहेछ, अन्य प्रविष्टिमा एउटा आएको रहेछ, उहाँकोमा एलएमएस डाटा इन्ट्रीमा एउटा आएको रहेछ। एप्रुभल गर्न बाँकी, अरूमा 0 देखिन्छ। माग फारममा गयौँ। अन्तिम पटक मैले गरेको माग फारम नम्बर 24, लास्टको 24 हो। अब यहाँ थुप्रै उहाँको अरू पनि बाँकी रहेछ। अहिले चाहिँ 24 नम्बरको एप्रुभ गर्नको लागि स्वीकृत पहिले प्रिभ्यू गरेर हेर्छौँ। उहाँले के देखिन्छ। यदि यो कुनै क्वान्टिटी अब एप्रुभललाई क्वान्टिटी ठिक लागेन भनेदेखि उहाँले फर्म ब्याकवार्ड पनि गरिदिन सक्नुहुन्छ।
ब्याकवार्ड भन्नाले सम्बन्धित स्टोर किपरलाई नै फरवर्ड गरेर संक्षिप्त विवरणमा यो कुनै सच्याउनु पर्ने छ भने सच्याउनु भनेर उहाँले फिर्ता नि गर्न सक्नुहुन्छ हेरेर हैन ठीक छ भने उहाँले यसरी स्वीकृत बटनमा क्लिक गरेर एप्रुभ गरिदिनुहुन्छ यस यसरी एप्रुभ भइसकेपछि सम्बन्धित ठाउँमा माग फारम जान्छ अब स्टोर किपरले चाहिँ मेरो माग फारम एप्रुभ भयो कि भएन संस्थामा गयो कि गर्न भनेर हेर्नको लागि चाहिँ माग फारममा अवस्थामा सबै भन्ने छ अनि हामीले अन्तिम पटक बनाएको 24 नम्बर माग फारम यो चाहिँ एप्रुभ भयो कि भएन भनेर उहाँले हेर्नुभयो भने स्वीकृत भएको भनेर देखिन्छ यो स्वीकृत भएको भनेपछि हाम्रो स्वीकृत भयो भन्ने थाहा पाउन सकिन्छ यसरी प्रिभ्यू पनि हेर्न सकिन्छ माग फारमको लागि यति नै छ हस् धन्यवाद